पनि जय मसिह शुभ प्रभात। यो बिहानीमा म तपाईहरुको माझमा अत्यन्तै महत्त्वपूर्ण सन्देश लिएर आएको छु र आउनुहोस् यो महत्त्वपूर्ण भिडियोलाई हामी सुरु गरौँ एउटा प्रार्थना सहित। दयालु स्वर्गीय पिता, तपाईलाई धन्यवाद यो सुन्दर बिहानीको लागि। तपाईलाई धन्यवाद, तपाईले आफ्नो एकलौटे पुत्र प्रभु येशू ख्रीष्ट यो संसारमा दिनुभएको लागि। र हे पवित्र परमेश्वर, तपाईले हाम्रा सम्पूर्ण पापहरू धुनको लागि यो संसारमा जुन महान बलिदानको कार्य समापन गर्नुभयो, तपाईलाई हामी हृदयदेखि धन्यवाद दिदछौँ। र प्रभु, यो वचन आजको विशेष सन्देशबाट सुन्ने सम्पूर्ण तपाईका छोराछोरीलाई आशीष दिनुहोस् येशू ख्रीष्टको नाममा, आमेन। मत्तीको पुस्तक 24 अध्यायको 14 पद हाम्रो लागि चाहिँ धेरै महत्त्वपूर्ण पद रहेको छ। यो पदमा के भनिएको छ विशेष गरी आउनुहोस् आज हामी यो पदलाई पढौँ। राज्यको यो सुसमाचार सारा संसारका सबै जातिहरूका लागि गवाहीको निम्ति प्रचार गरिनेछ, त्यसपछि अन्त्य आउनेछ। राज्यको यो सुसमाचार सारा संसारमा सबै जातिको लागि गवाहीको निम्ति प्रचार गरिनेछ, त्यसपछि अन्त्य आउनेछ। अब हामीले हेर्यौँ भने यो संसारमा बाइबल प्रचार नगरेको प्राय ठाउँ छैन। संसारका कुना कुनामा बाइबलको प्रचार हुँदैछ, अथवा बाइबल भित्रका प्रभु येशू ख्रीष्ट यो संसारमा चाँडै आउँदै हुनुहुन्छ भन्ने प्रचार अहिले भइरहेको हामी देख्दछौँ। यो समयमा रेडियोबाट, टेलिभिजनबाट र विभिन्न प्रचारक मिसनरीहरू चाहिँ देश देशमा गएर चाहिँ सुसमाचार प्रचार गरिरहेको अवस्था छ। हामी रेडियो खोल्छौँ, परमेश्वरको वचन सुन्छौँ, टेलिभिजन हेर्छौँ, अन्तर्वार्ता परमेश्वरका दास अगमवक्ताहरूले चाहिँ निरन्तर रूपमा आफ्नो चाहिँ सुसमाचार कार्यलाई अगाडि बढाइरहेको देख्छौँ। आज म तपाईहरुको माझमा दुई महत्त्वपूर्ण कुरा गर्न गइरहेको छु। एक, हामी अन्तिम पुस्तामा बाँचिरहेका मानिसहरू, यो संसारको इतिहास छिट्टै अब चाहिँ बन्द हुनै लागेको छ र तपाईहरुलाई भन्दै गर्दा चाहिँ अचम्म लाग्छ होला। र साँच्चीकै नोआको दिनमा पनि त्यस्तै भइरहेको थियो। मानिसहरू खाइरहेका थिए, पिइरहेका थिए, विवाहबारी गरिरहेका थिए र 81 जलप्रलय आएपछि बल्ल मानिसहरूलाई थाहा भयो। त्यसै कारणले गर्दा मत्तीको पुस्तक 24 अध्यायको 37 पदमा येशू ख्रीष्ट आफैले भन्नुभयो, मानिसको पुत्रको आगमन नोआको दिन जस्तै हुनेछ, किनकि जसरी जलप्रलय भन्दा अगाडि नोआ जहाजभित्र पस्ने दिनसम्म मानिसहरू खाइरहेका थिए, पिइरहेका थिए, विवाहबारी गरिरहेका थिए, अनि जलप्रलय आएर तिनीहरू सबैलाई स्वात्तै बगाई नलगेसम्म तिनीहरूले थाहा पाएनन्। मानिसको पुत्रको आगमन पनि त्यस्तै हुनेछ। अब यहाँ प्रथम कुरा के छ भने, यो संसारको अन्तिम इतिहासमा बाँचिरहेका मानिसहरू जो परमेश्वरका दासहरू हुन्, ती मानिसहरू संसारका सबैभन्दा सौभाग्यशाली मानिसहरू हुन्, जसले आफ्नै आँखाले चाहिँ परमेश्वरको पुत्रको चाहिँ त्यो महान आगमनलाई देख्नेछन् र त्यो आगमनमा उनीहरूले चाहिँ आफ्ना दुल्हा राजालाई अथवा ब्रह्माण्डको राजालाई चाहिँ राजाहरूका राजालाई, प्रभुहरूका प्रभु येशू ख्रीष्टलाई चाहिँ भव्य स्वागत गर्नेछन् पृथ्वीमा, र उनीहरूलाई चाहिँ परमेश्वरका पुत्रले स्वर्गमा उठाइ लैजानुहुनेछ। र यही समयमा संसारका सबैभन्दा श्रापित मानिसहरू चाहिँ यो संसारमा हुनेछन्। अन्तिम समयमा जसले चाहिँ यो राज्यको सुसमाचार सारा संसारमा पुर्याउने ती मानिसहरूलाई चाहिँ खेदो गर्नेछन्, ती मानिसहरूलाई सताउनेछन् र ती मानिसहरूको विरुद्धमा चाहिँ उनीहरूले चाहिँ अनेक चाहिँ कामहरू गरेर यातना दिनेछन्। ती मानिसहरूको लागि चाहिँ परमेश्वरको क्रोधको कचौडा चाँडै आउनै लागेको छ। र परमेश्वरको क्रोधको कचौडा, यद्यपि उहाँ प्रेमिलो हुनुहुन्छ, किन परमेश्वरको क्रोधको कचौडा आउँछ त भन्दा ती व्यक्तिहरूले चाहिँ उहाँका प्रियजनहरूलाई सताएका छन्, जेलमा राखेका छन्, यातना दिएका छन्, उनीहरूलाई चाहिँ विभिन्न पीडा, मानव एउटा मस्तिष्क र एउटा मानव शरीरले सहन सक्ने भन्दा बढी पीडा र ज्यादती गरेका हुन्छन्।
र दोस्रो कुरा चाहिँ उहाँको क्रोधको कचौडा ती श्रापित पुस्तामाथि किन आउँछ त भन्दा धर्मी येशू ख्रीष्ट जसले चाहिँ हाम्रो लागि कल्भरी क्रुसमा हाम्रो प्राण अर्पण गर्नुभयो उहाँलाई चाहिँ उनीहरूले बिर्सेका हुन्छन्, उहाँलाई इन्कार गरेका हुन्छन्। त्यसै कारणले गर्दा सर्वशक्तिमानको क्रोध जसरी चाहिँ आफ्नो पुत्रमाथि खनियो, हामीले चाहिँ यशायाको पुस्तक 53 अध्यायको चाहिँ हामीले 10 पदमा हेऱ्यौँ भने हामी त्यहाँ पाउँछौँ परमेश्वर पिता स्वयंले चाहिँ यो पतित भएको संसारलाई, यो पापले भरिएको संसार र शैतानको बन्धनमा र पापको जन्जालमा परेका मानव जातिको लागि चाहिँ परमेश्वर पिताले चाहिँ आफ्नै पुत्रलाई चाहिँ टुक्रा टुक्रा पार्नु भएको छ। हामीले जुन यशाया 53 अध्यायको 10 पदमा हामी हेर्न सक्छौँ। तापनि उसलाई चकनाचुर र कष्टमा पार्न परमप्रभुको इच्छा थियो र परमप्रभुले उसको प्राणलाई दोषबलि झैँ बनाउनु भए तापनि उसले आफ्ना छोराछोरीलाई देख्नेछ र आफ्ना दिन बढाउनेछ र परमप्रभुको इच्छा उसैको हातमा उन्नत हुनेछ। अनि यहाँ 12 पदमा हेऱ्यौँ भने यसै कारण महानहरूसँग उसलाई पनि एक भाग दिनेछु र उसले लुटको माल सामर्थ्यहरूसित बाँड्नेछ, किनभने उसले आफ्ना जीवन मृत्युमा खन्या। ऊ अपराधीहरूको गन्तीमा गनियो किनकि उसले धेरैका पाप बोक्यो र उसले अपराधीहरूको निम्ति मध्यस्थता गर्यो। अपराधीहरूका निम्ति मध्यस्थता गर्नको लागि आफ्नै पुत्रलाई चकनाचुर पार्नुहुने पिता परमेश्वरले जब उहाँको प्रेमिलो पुत्रमाथि चाहिँ भरोसा राख्दैन, आशा गर्दैन, अर्थात् उहाँमा विश्वास गर्दैन र पानीको बप्तिस्मा लिँदैन, ती मानिसहरूले चाहिँ अब परमेश्वरको क्रोधको कचौडा पिउनै लागेका हुन्छन्। जसरी येशू ख्रीष्टले पिउनु भयो त्यो क्रोधको कचौडा र त्यो भयानक दर्दनाक र पीडा हुनेछ। त्यहाँ चाहिँ प्रकाशको पुस्तकको भने जस्तै ती 7 विपत्तिहरू चाहिँ, ती असिनाका विपत्तिहरू, घाउ खटिराका विपत्तिहरू, त्यो अनिकाल, भोकमरी, भूकम्प गएको त्यो विभिन्न पीडाहरू उनीहरूले चाहिँ त्यो सहनु पर्नेछ। किनभने तिनीहरूले चाहिँ शान्तिका राजालाई चाहिँ इन्कार गरेका छन्। बारम्बार पवित्र आत्माले भनिरहँदा पनि उनीहरू चाहिँ आफ्नै बाटोमा लागेका छन् र उनीहरूले चाहिँ निरन्तर परमेश्वरको वचनमा भर पर्नुभन्दा मानिसहरूमा भर परेका छन्। बाइबलले स्पष्टसँग हामीलाई भनेको छ कि यशाया 2:22 मा भन्छ, तिमीहरू मानिसहरूमाथि किन आफ्नो भरोसा राख्छौ? मानिसको मूल्य नै के छ र? नागको पालमा सास हुने प्राणीको मूल्य के छ र? तिमीहरू ममा भरोसा गर भन्दा भन्दै आज मानिसहरू पैसामा, सम्पत्तिमा, मानिसमा र विभिन्न थोकमा उनीहरूको चाहिँ आस्था भरोसा राखेको कारणले गर्दा आज सदाको लागि उनीहरूले चाहिँ शान्तिका राजकुमारलाई चाहिँ उनीहरूले गुमाउनु परेको हुन्छ र त्यही बखत परमेश्वरको क्रोधको कचौडा उनीहरूमाथि आइरहेको हुन्छ भने धर्मी जनहरूको लागि चाहिँ परमेश्वरको इन्द्रेणी 7 रङ भएको इन्द्रेणी जो नुवासँग उहाँले चाहिँ बाचा गर्नुभएको थियो कि फेरि म जलप्रलय ल्याउने छैन भनेर म मेरो इन्द्रेणी फिजाउने छु, हो त्यो इन्द्रेणीद्वारा परमेश्वरले सुरक्षा गरिरहनु भएको हुन्छ। प्रियजनहरू, आज तपाईँहरू के गर्दै हुनुहुन्छ? आज तपाईँहरू कसमाथि भरोसा राख्दै हुनुहुन्छ? आज तपाईँहरू चाहिँ तपाईँहरूको आस्था कहाँ छ? तपाईँहरूको विश्वास चाहिँ केमा छ? परमेश्वरको पुत्र आउँदै हुनुहुन्छ। तपाईँ र म अन्तिम पुस्ता हौँ, यो संसारको अन्तिम पुस्ता। उहाँ छिटै आउँदै हुनुहुन्छ। कतिजना मानिसलाई चाहिँ यो भिडियो हेर्दाखेरि उहाँ छिटै आउँदै हुनुहुन्छ भन्दाखेरि असम्म लाग्छ होला। खै त घाम उदाइरहेको छ, अस्ताइरहेको छ, पानी परिरहेको छ, सबै कुराहरू यस्तै चलिरहेको छ, कैयौँ वर्षदेखि यस्तै भइरहेको छ, 6000 वर्षदेखि खै त उहाँ आएको। तर वास्तवमा बाइबलमा भनिएको छ, कतिपय मानिसहरूले चाहिँ यस्तो भनेर चाहिँ ढिल्ला गर्नेछन्। पत्रुसले स्पष्ट भन्नुभएको छ। हामीले चाहिँ पत्रुसको पुस्तकमा गएर हामीले हेऱ्यौँ भने त्यो स्पष्ट तरिकाले चाहिँ हामी पाउँदछौँ कि अन्तिम समयमा चाहिँ बेधर्मी मानिसहरूले चाहिँ धर्मी जनहरूले अथवा बाइबलमा भनिएको कुरालाई चाहिँ उनीहरूले चाहिँ पत्याउने छैनन्, गिल्ला गर्नेछन् र यो कुरा हुनै सक्दैन भनेर चाहिँ उनीहरूले भनिरहेका हुन्छन्। तर वास्तवमा उनीहरूले भनेको जस्तो हुँदैन, किनभने यो संसारमा साँच्चैकै येशू ख्रीष्टको आगमनका चिन्हहरू देखिरहेका हुन्छन्। आज हामी देख्दैछौँ, आज भूकम्पहरू गएको, सुनामी आएको र जातिको विरुद्धमा जाति, राज्यको विरुद्धमा राज्य, ठाउँ ठाउँमा अनिकाल भूकम्प भएको हामी सबै ठाउँतिर देखिरहेका छौँ। अनि राज्यको सुसमाचार सारा संसारमा सबै जातिका लागि गवाहीको निम्ति प्रचार भइरहेको हामी देख्दैछौँ। पछिल्लो समयमा नेपालमा पनि चाहिँ हामी सोसियल मिडियामा गयौँ भने, इन्टरनेटमा गयौँ भने, ट्विटर अनि हामी चाहिँ इन्स्टाग्राम
र हामी टिकटकतिर गयौँ भने परमेश्वरका वचनहरू जताततै पोस्ट भएको भिडियोहरू पोस्ट भएको परमेश्वरको पक्षमा परमेश्वरको सुसमाचार सुनाइरहेको हामी पाउँदछौँ। पत्रुसले के भन्नुभएको छ हेर्नुहोस्, जानी बुझिकन पनि तिनीहरू यस कुराको वास्ता गर्दैनन् कि परमेश्वरको वचनद्वारा स्वर्ग अघिदेखि नै थियो र पृथ्वी चाहिँ पानीद्वारा र पानीबाट र पानीद्वारा नै बनायो। त्यही पानीबाट त्यस समयको संसार जलप्रलयमा डुबेर नष्ट भयो। तर त्यही वचनको भक्तिहीन मानिसहरूको इन्साफ गर्न र विनाशका दिनसम्मको लागि अहिलेको आकाश र पृथ्वी आगोको निम्ति साँचेर राखिएको छ। तर प्रिय हो, यो एउटा कुरा नभुलो कि प्रभुको निम्ति त एक दिन 1000 वर्ष चाहिँ र 1000 वर्ष एक दिन चाहिँ हुन्छ। आफ्नो प्रतिज्ञाको बारेमा प्रभु ढिलो गर्नुहुन्छ भन्ने कसैको भनाइ भए तापनि उहाँ ढिलो गर्नुहुन्न। तर कोही पनि नष्ट नहोस्, तर सबैजनाले पश्चाताप गरून् भन्ने इच्छा गरेर प्रभु तिमीहरूप्रति धैर्यवान हुनुहुन्छ। आमेन। र विश्वास नगर्नेहरूको लागि चाहिँ यहाँ यसरी लेखेको छ 10 पदमा, तर प्रभुको दिन त चोर जस्तै गरी झट्टै आउनेछ, जसमा आकाश चाहिँ ठुलो आवाज साथ बिति जानेछ, तत्त्वहरू आगोको रापले पग्लिनेछन् र पृथ्वी र त्यसमा भएका सबै थोक भस्म हुनेछन्। यी सबै कुराहरू यसरी पग्लन्छन् भन्ने जानेर पवित्रता र भक्तिको जीवनमा तिमीहरू कस्ता किसिमका मानिस हुनुपर्छ। तिमीहरू परमेश्वरको दिनको प्रतिज्ञा गर्छौ, त्यस दिनलाई नजिक ल्याउन चाहन्छौ, जुन दिन आकाश जलेर भस्म हुनेछ, तत्त्वहरू आगोको रापमा पग्लिन्छन्। तर उहाँको प्रतिज्ञा बमोजिम हामी नयाँ स्वर्ग र नयाँ पृथ्वीको बाटो हेर्छौँ, जसमा धार्मिकताले बास गर्दछ। आमेन। हामी नयाँ स्वर्ग र नयाँ पृथ्वीको चाहिँ हामी के गर्छौँ? बाटो हेर्दछौँ, जहाँ धार्मिकताले बास गर्दछ। तपाईँहरू पृथ्वी यही चाहिँ क्रूप भएको संसार, यहाँको धन दौलत, यहाँको मान मर्यादा, यहाँको इज्जत, यो कुरामा तपाईँहरू नअल्झिनुहोस्। किनभने मत्तीको पुस्तक 16 अध्यायको 26 पदले स्पष्टै बताएको छ, मित्रहरू, यो संसारै सारा जगतै तिमीले चाहिँ हात पारेर पनि यदि अनन्त जीवन गमायौ भने तिमीले चाहिँ के प्राप्त गर्न सक्छ? अथवा चाहिँ अनन्त जीवनको लागि तिमीले प्राप्त गरेको सम्पत्तिले के दिन सक्छ? येशू ख्रीष्टले तपाईँ र मलाई ठाडो प्रश्न गरेको छ, ठाडो प्रश्न गर्नुभएको छ। यो प्रश्न तपाईँ म हरेक व्यक्तिले चाहिँ उत्तर दिनुपर्ने छ। कति गम्भीर प्रश्न छ। आज हामी कहाँ अल्झिएका छौँ? येशू ख्रीष्ट चाँडै आउँदै हुनुहुन्छ र तपाईँ र म चाहिँ सौभाग्यशाली अथवा चाहिँ त्यो परमेश्वरको महान दिनलाई चाहिँ स्वागत गर्ने कहलाइने छौँ, अथवा चाहिँ सबैभन्दा श्रापित मानिस बनेर चाहिँ परमेश्वरको सम्पूर्ण चाहिँ शान्तिलाई भङ्ग भएपछि हामी चाहिँ हे गुफा खस, हे पहाडहरू खस र थुमाको क्रोधबाट हामीलाई लुगाऊ भनेर हामी चाहिँ भागदौड गर्नेछौँ र यस संसारमा नष्ट हुनेछौँ। आज रोजाइ तपाईँहरूको हातमा छ। परमेश्वरले तपाईँलाई प्रेम गर्नुहुन्छ, त्यसै कारणले गर्दा उहाँले 6000 वर्षसम्म धीरज गर्नुभयो। उहाँ चाँडै आउँदै हुनुहुन्छ, चिन्हहरूले भनिरहेको छ उहाँ चाँडै आउँदै हुनुहुन्छ। सारा संसारमा उहाँको सुसमाचार प्रचार भइरहेको छ। यो सङ्केतहरूले भनेको छ उहाँ चाँडै आउँदै हुनुहुन्छ। यो पृथ्वीमा तपाईँ र मेरो चाहिँ शान्ति भङ्ग भएको छ, प्रेम सेलाएको छ र हत्या, हिंसा, काटबार कसरी आफू मात्रै अगाडि बढ्ने भन्ने चाहिँ तपाईँ र मेरो चाहिँ एउटा मनस्थिति आएको छ। स्वार्थले चाहिँ हाम्रो मुटुमा चाहिँ राज गरेको छ, जहाँ परमेश्वरको प्रेमले राज गर्नु पर्ने थियो। जिजस इज कमिङ भेरी सन, द्याट्स वाइ प्लिज गेट रेडी, गेट रेडी, गेट रेडी। येशू ख्रीष्ट चाँडै आउँदै हुनुहुन्छ। हामी तयारी हौँ र हामीले सामाजिक सञ्जालमा, फेसबुकमा, ट्विटरमा, वाट्सएपमा, हामी जुनै पनि चाहिँ हामी चाहिँ टिकटकमा जे चलाउँछौँ, आज हामी आफूलाई प्रदर्शन नगर